गोरखकाली टायर। यो विज्ञापन त हजुर सबैले सुन्नु भएको होला। यो गोरखकालीको विज्ञापन र हात्ती बल्यो कि हात्ती छाप बल्यो उस्तै उस्तै हो नानी भन्ने यो गोलिस्टारको विज्ञापन सबैले सुन्नु भएको होला। यो धेरै पुरानो विज्ञापन हो। अब चाहिँ नेपाल सरकारले चाहिँ यो गोरखकाली टायर सहित 7वटा पुरानो सरकारी बन्द रहेको उद्योगहरू चाहिँ फेरि सञ्चालनमा ल्याइरहनु भएको छ। प्राइभेट कम्पनीसँग साझेदारी गरेर यो कांग्रेसले सबै यो बेचेर खाएको यो पुरानो उद्योगहरू चाहिँ हो। यो सञ्चालन भएपछि बल्ल अनि त्यसपछि युवाहरूको चाहिँ रोजगारीको कुरा आउँछ। अब यो सबै सञ्चालन भएपछि रोजगारी धेरैजनाले रोजगारी पाउँछन्। लगभग हजारौँजनाले रोजगारी पाउँछन्। मलाई चाहिँ एकदम खुसी लागेको छ यो कुरामा। तपाईहरुलाई कस्तो लागेको छ प्रतिक्रिया दिनु होला है त।